인진이 소당 초주 직대는 도선 식바 매 생기고 다게 말로 대다 탐젤 로당하인 다음에 차사로 दस दिशाको लोकहरूमा जति पनि भएका त्रिकालको समस्त तथागत बुद्ध अथवा नरसिंहहरू एउटै पनि नछुटाइकन म ती सबै तथागतहरूलाई शरीर वचन र मनद्वारा प्रसन्नताका साथ ढोक वन्दना गर्दछु भन्दै अहिले हामीले एनबीटीभी च्यानल मार्फत यो भद्राचार्य प्रणिधान अथवा आर्य सम्बन्ध भद्राचार्य प्रणिधान नामक एउटा प्रणिधानको चाहिँ व्याख्या गर्न गइरहेको छ। यो अब सबैलाई थाहा भएको कुरा हो र यो अब एकदमै अब प्रसिद्ध एउटा प्रणिधान अथवा यो मूलम प्रार्थना पनि हो। तसर्थ यो अब नसुन्ने यो नसुन्नेको त अब सायद अब बौद्ध धर्मावलम्बीको अब समाजभित्र कम मात्रामै होला। यसको अब नाम नसुनेको यसको पाठ नगरेको त सायद धेरै कम मात्र होला र तैपनि अब अहिलेको अब समयको माग भनौँ या अब के भनौँ अहिले चाहिँ सबैले अब सबैको मान्छेको मनमा के छ अब आफूले गरेको पाठको चाहिँ अब अर्थ पनि जान्न पाए हुन्थे भन्ने पाठ गर्ने मान्छेको पनि इच्छा त्यस्तै हुने र पाठ गरेको सुन्ने मान्छेहरूले पनि फेरि आफूले गरेको पाठको चाहिँ उसले अर्थ थाहा छैन होला भन्ने अब एक किसिमको मान्छेको अब मनमा जिज्ञासा उत्पन्न भएको कारणले गर्दा त्यो जिज्ञासाहरूलाई चाहिँ अब अलिकति भए पनि हामीले अब मेटाउन सक्ला कि भन्ने आशाले हामीले चाहिँ अब यसलाई चाहिँ अब नेपालीमा पनि व्याख्या गर्न गइरहेको छ। हुन त यो प्रणिधान भनेको चाहिँ यो यसको पाठ गर्दैमा चाहिँ यसको अर्थ बुझ्नै पर्छ भन्ने कुनै जरुरत छैन। यदि तपाईले तपाईको घरमा बिहान बेलुका यो पाठप्रति अब श्रद्धा भक्ति विश्वासका साथ तपाईले पाठ गर्नुहुन्छ भने यसमा के भन्न खोजेको कुरा तपाईले अर्थ सर्लक्क बुझ्नुपर्ने कुनै जरुरत छैन। किनभने यो पाठलाई चाहिँ अब तपाईले अर्थ बुझ्नु तपाईले यसको अब चिन्तन मनन गर्नु अथवा यसको अर्थ बोध गर्नु त परै जाओस् यसको अब पुस्तकहरू धारण गर्नु समाउनु छुनु स्पर्श गर्नु त्यसको नाम स्मरण गर्नले पनि असोचनीय पुण्य प्राप्त पाइन्छ लाभ हुन्छ भन्ने चाहिँ यही अब प्रणिधानको अन्तिम श्लोकतिर भनेको छ। त्यहाँ कसो बताएको छ भने यदि जो कोही व्यक्तिले यो भद्राचार्य प्रणिधानको अब पुस्तक धारण गर्ने समाउने अथवा त्यो पुस्तकमा स्पर्श गर्ने छुने अनि पाठ गर्ने पाठन गर्ने वाचन गर्ने इत्यादि गरेर अनि त्यसको अर्थ बोध गर्यो भने चाहिँ यसको अर्थ यति छ भनेर चाहिँ कसैले पनि भन्न सकिँदैन। यसको चाहिँ अब फल चाहिँ असोचनीय फल छ। यसको फल चाहिँ यति छ भने चाहिँ भगवान बुद्धले बाहेक अरू कसैले पनि भन्न सकिँदैन। तसर्थ जो कोहीले पनि यसमाथि चाहिँ अब श्रद्धा भक्तिका साथ पाठ गर्छ भने त्यो व्यक्तिले त्यो सत्वले चाहिँ बुद्धत्व प्राप्त गर्ने कुरामा चाहिँ कुनै शङ्का छैन भन्ने चाहिँ यसै पाठमा बताएको छ। तसर्थ तपाईले यदि जो कोहीले पनि अब मैले त पाठ मात्रै जबरजस्ती गर्न सक्छ त्यसको अर्थ बुझेको छैन भन्ने तपाईको मनमा यस्तो सोच आएको छ भने कतै त्यो नसोच्नुहोस्। तपाईले श्रद्धा भक्तिका साथ चाहिँ पाठ गर्नुहोस् तपाईलाई अवश्य पनि फाइदा हुनेछ। र अर्को कुरा हामीले प्रणिधान र परिनामना भन्ने कुरा दुई किसिमको छ। योलाई पनि अलिकति बुझ्नुपर्छ। किनभने प्रणिधान भनेको चाहिँ एउटा कामना जस्तो मात्र हो बुझ्नुभयो एउटा इच्छा प्रकट गरेको हो र परिनामना भनेको चाहिँ समर्पित गरेको तपाईसँग जो जे कुनै पनि चिज छ भने त्यो चाहिँ अर्कोलाई समर्पित गरेको त्यो अलिकति फरक छ। सोचा एउटै छ तर अलिकति फरक छ। प्रणिधान भनेको चाहिँ तपाईले पहिले केही पनि तपाईसँग केही हुनुपर्छ भन्ने जरुरत छैन। प्रणिधानको लागि प्रार्थना गर्नलाई चाहिँ जस्तो तपाईले अब यो संसारको सबै प्राणीले सुख पाओस् भन्नुको चाहिँ यो के हो प्रार्थना हो यो प्रणिधान हो। त्यसको लागि तपाईमा केही पनि जरुरत पर्दैन। तर तपाईले यदि कुनैलाई कसैलाई परिनामना गर्दैछ भने तपाईसँग पहिले केही चिज हुनुपर्छ। जस्तो तपाईले अब एक कोरा गरेर अथवा 108 मनी जपेर 100 ढोगेर अथवा 3 पल्ट ढोगेर बत्ती चढाएर फूल चढाएर इत्यादि गरेर जुन पुण्य कमाइसक्यो न अगाडि हो त्यो पुण्य चाहिँ यो पुण्यको मार्फत चाहिँ सर्व प्राणीले सुख पाओस् भनेर जुन समर्पित गर्ने काम छ त्यसलाई चाहिँ हामी परिनामना भन्छ। तसर्थ यो प्रणिधानको लागि अथवा प्रार्थनाको लागि चाहिँ तपाईसँग पहिले केही पनि चिज चाहिँदैन। तपाईले आफ्नो मन संकल्प गरेर चाहिँ सबैलाई राम्रो होस् भन्ने इच्छा प्रकट गर्नुभयो भने त्यसलाई चाहिँ प्रणिधान भन्छ। साधारण भाषामा भन्दाखेरि प्रार्थना नै भन्न सकिन्छ। कामना एउटा इच्छा हैन शुभ होस् भन्ने एउटा इच्छा हो प्रणिधान भनेको
मोलम भन्ने भन्छ। परिणामना भनेको चाहिँ आफूमा कुनै चिज भएको र त्यो अरूलाई अनि समर्पित गर्ने हो। तसर्थ परिणामना गर्नको लागि आफूले पहिले पुण्य सञ्चय गरेको हुनुपर्छ, अनि मात्रै परिणामना गर्नुपर्छ। तर प्रणिधान गर्नको लागि पहिले आफूमा केही पर्दैन, आफैले सिधा के गर्न सक्छ, प्रणिधान मोलम गर्न सकिन्छ। यो चाहिँ अलिकति बुझ्नु सक्नुपर्छ भन्ने अलिकति छ। र अब कुरो गरौँ अब यो भद्राचार्य प्रणिधान, होइन, संक्षिप्तमा यसलाई अब भद्राचार्य प्रणिधान भन्छ। अब भद्राचार्य भनेको त अब सबैले थाहा भएकै कुरा हो नि, भद्राचार्य भनेको त राम्रो, होइन। कसैले भन्छन् कस्तो भाद्र भलाद्मी व्यक्ति, आह कस्तो भाद्र भलाद्मी जस्तै बोल्ने, कति राम्रो भन्छ नि। भन्नुको मतलब भद्राचार्य भनेको राम्रो व्यवहार। यो मोलमले, यो प्रणिधानले चाहिँ के भन्न खोज्दैछ भने हाम्रो चरित्र चाहिँ के हुनुपर्छ, भाद्र हुनुपर्छ, राम्रो हुनुपर्छ। हाम्रो आचरण चाहिँ के हुनुपर्छ, राम्रो हुनुपर्छ भन्नको लागि चाहिँ यो खोज्दैछ सामान्य हिसाबमा। तर विशेष गरी भन्यो भने चाहिँ फेरि योले चाहिँ के भन्दैछ भने यो प्रणिधानले चाहिँ विशेष गरी बोधिसत्वहरू, आर्य भूमि प्राप्त भएको जो बोधिसत्वहरू सत्वहरू हुनुहुन्छ उहाँहरूको चर्यको विषयमा चाहिँ विशेष गरी यहाँ वर्णन गरेको छ यो प्रणिधानमा चाहिँ। अब आर्य सत्वहरूको अब काया वाका चित्तको अब जुन भाद्र व्यवहार, भाद्र वचन र भाद्र सोचाइ छ नि, हो त्यसैको प्रसङ्गलाई चाहिँ यहाँ एउटा प्रणिधानको रूपमा समेटेको छ है। र अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ अब यो प्रणिधान, यो जुन बोधिचार्य प्रणिधान के भन्छ, भद्राचार्य प्रणिधान जुन छ, जो कोहीले हामीले गरिरहेको छ, अब यो चाहिँ अब कसले भन्यो, कसले रचना गरेको, यसको रचनाकार को, यसको लेखक को, यसलाई बताउने व्यक्ति को भन्ने कुरा पहिले बुझ्नु पर्यो। अनि कसलाई भनेको, कसलाई सुनाएको थियो भन्ने कुरा पनि बुझ्नु पर्यो। र कहिले भनेको थियो, किन भन्नु पर्यो, यो कसरी उत्पन्न भयो भन्ने कुरा अलिकति हामी संक्षिप्तमा कुरा गरौँ आज। अब सबैभन्दा पहिले हामीले के बुझ्नु पर्यो भन्दाखेरि यो भद्राचार्य प्रणिधान चाहिँ कसको वचन हो भन्दाखेरि चाहिँ यो बुद्धकै वचन हो भनेर मान्न सकिन्छ। किनभने यो बुद्ध वचन कङ्ग्युर भन्नेमै छ। कङ्ग्युरको त्यो बुद्ध वचन अनुवाद अथवा कङ्ग्युरको चाहिँ यो अवतमसङ सूत्रको चाहिँ गण्डव्यू सूत्रको अध्यायभित्र यो पर्छ। यसमा विस्तृत रूपमा त्यहाँ बताएको छ। अब यो कसरी बुद्धको वचन भयो भन्दाखेरि चाहिँ बुद्धको वचन पनि थुप्रै किसिमको मान्न सकिन्छ र मान्नु पर्ने हुन्छ। हाम्रो अब बौद्ध शिक्षा अनुसार त्यसरी मानिरहेको छ। अब बुद्धले स्वयं प्रत्यक्ष रूपमा भनेको वचन र बुद्धले अब अधिष्ठान गरेको वचन र बुद्धद्वारा अनुमोदित प्राप्त भएको वचन गरेर चाहिँ धेरै किसिमको वचनहरू छ। त्यो मध्ये यो अहिलेको प्रणिधान जुन छ भद्राचार्य प्रणिधान, त्यो चाहिँ कुन भित्र पर्छ भन्दा चाहिँ बुद्धले प्रत्यक्ष रूपमा बताउनु भएको बुद्धको स्वयंको वचन चाहिँ होइन, तर बुद्धद्वारा अधिष्ठान प्राप्त वचन र बुद्धद्वारा अनुमोदित प्राप्त भएको वचन भन्छ। जस्तै अब धेरै सूत्रहरू तपाईँहरूले दोमङभित्र पनि पढ्न पाइन्छ। यो सूत्र अथवा यो प्रणिधान चाहिँ दोमङभित्र, होइन, बहुसूत्र भन्ने अथवा बहु धारणीय सूत्र संग्रह भन्ने एउटा दोमङ छ नि, अहिले नेपालीमा पनि छ, धेरै चर्चित पनि छ। त्यो भित्र पनि यो छ, यो पाइन्छ यो प्रणिधान चाहिँ। यसबाट पनि हामीले बुझ्न सकिन्छ कि यो चाहिँ बुद्धकै वचन हो भनेर। किनभने दोमङ भनेको चाहिँ बुद्धको वचन भन्ने सबैलाई थाहा छ नि, होइन। तसर्थ यो चाहिँ के हो, बुद्धले अनि अनुमोदित र अधिष्ठान प्राप्त भएको वचन मानिन्छ। किनभने सूत्रमा धेरै सूत्रमा के छ भने सबै सूत्र बुद्धले प्रत्यक्ष रूपमा बताएको छैन। कतिपय सूत्रहरू चाहिँ बोधिसत्व र अर्हताहरू अथवा बोधिसत्वहरू एक अर्कामा अब प्रश्न उत्तरको रूपमा कुरा गरेको हुन्छ र त्यसलाई चाहिँ बुद्धले चाहिँ अब ध्यानमा बसेर चाहिँ उहाँले सुनिरहनु भएको हुन्छ र उहाँले सुनिसकेपछि अन्तमा गएर चाहिँ त्यो कुराको निष्कर्षमा पुगेपछि उहाँले के भन्नुहुन्छ, तिमीले भनेको त्यो त्यस्तै नै हो भनेर चाहिँ उहाँले के गर्नुहुन्छ, अनुमोदित गर्नुहुन्छ। अनि त्यसलाई के भन्छ, बुद्धकै वचन भनेर मानिन्छ। जस्तो अहिले सबैभन्दा प्रसिद्ध एउटा हृदय सूत्र भन्ने छ नि। अब हृदय सूत्रमा त अब सारीपुत्र र आर्य लोकेश्वरको बिचको चाहिँ अन्तर्वाद त छ नि, होइन। तर त्यसले अन्तिममा बुद्धले के भन्नुभएको छ, लोकेश्वर तिमीले भनेको त्यो त्यस्तै नै हो भनेर चाहिँ उहाँले के गर्नुभएको छ, अनुमोदित प्राप्त पाउनुभएको छ हो। त्यसलाई अनि बुद्धकै वचन भनेर चाहिँ भन्न सकिन्छ। त्यस्तै प्रकारको यो भद्राचार्य प्रणिधान पनि बुद्धको प्रत्यक्ष वचन चाहिँ होइन, तर बुद्धद्वारा अधिष्ठान र अनुमोदित प्राप्त भएको वचन मानिन्छ। त्यसले गर्दा यो पनि बुद्धकै वचन मानिन्छ। र
तैपनि अब यो बुद्धको वचन माने तापनि यो कसले चाहिँ बतायो त भन्दाखेरि चाहिँ यो बताउने को हो भन्दा चाहिँ यो बताउने चाहिँ जिनपुत्र अथवा बोधिसत्व सामन्त भात्र भन्ने हुनुहुन्छ। अब बुद्धको 8 वटा अब निकटको हृदय पुत्र भन्छ, बुद्धको नजिकको अथवा बुद्धको हृदयसँग ज्ञान गुण एउटै भएको तैपनि बोधिसत्वको रूपमा चाहिँ यो संसारमा चाहिँ के हो प्राणी हितको लागि बसिरहनु भएको जुन 8 वटा बोधिसत्वहरू हुनुहुन्छ, मञ्जुश्री हैन, त्यसै गरी वज्रपानी, त्यसै गरी लोकेश्वर, त्यसै गरी क्षितिगर्भ अनि सर्व निवार विस्कम्बे भन्ने, त्यहाँदेखि आकाशगर्भ, मैत्रे र सामन्त भाद्र गरे 8 वटा चाहिँ बुद्धको एकदमै निकटको अब हृदयको पुत्र भन्छ। हृदयको पुत्र भने चाहिँ उहाँको चित्तमा भएको ज्ञान गुण जति पनि छ त्यो सबै त्यो पुत्रहरूमा छ, त्यसर्थ उहाँले चाहिँ हृदयको पुत्र भनिन्छ। हो उहाँहरूमध्ये जुन एकजना हुनुहुन्छ सामन्त भाद्र भन्ने हो, त्यो सामन्त भाद्रले नै यो पाठ चाहिँ अनि वाचन गर्नुभएको छ। तसर्थ यसको अब प्रत्यक्ष रूपमा वाचन गर्ने चाहिँ अथवा बताउनु भएको अथवा रचना गर्नुभएको व्यक्ति चाहिँ को हो भन्दाखेरि चाहिँ अष्ट निकटम हृदय पुत्रहरू मध्येको एउटा सामन्त भाद्रलाई बुझ्न सकिन्छ। र यो कसको लागि बताउनु भएको थियो त उहाँले भन्दाखेरि चाहिँ एकजना व्यापारीको छोरा सुधन भन्छ, सुधन नाम गरेको एकजना व्यापारी धनी व्यापारीको छोरा हुनुहुन्थ्यो, उहाँको लागि चाहिँ उहाँले अनि बताउनु भएको हो भनेर चाहिँ भनेको छ। अब त्यो पनि कसरी बतायो भन्दाखेरि चाहिँ बुद्ध शाक्यमुनि साक्षात बस्नु भएको जीवित हुनुभएको बेलामा चाहिँ उहाँ चाहिँ अब बोधगयामा बुद्धत्व प्राप्त गर्नुभयो, त्यहाँदेखि वाराणसीमा धर्मचर्या प्रवचन गर्नु भएर अब धेरै ठाउँमा धर्म शिक्षा प्रवचन गर्नु भएर उहाँ धेरै जस्तो समय चाहिँ उहाँ कहाँ बस्नुभयो, सर्वास्तिको अनि तेजवनको बगैँचामा बस्नुभएको थियो होइन, त्यो सबैले थाहा भएको कुरा हो। उहाँ त्यही ठाउँमा धेरै समय बस्नुभएको थियो र त्यो ठाउँमा उहाँले धेरै पटक के हो अब थुप्रै अब बोधिसत्वहरू, अर्हतहरू, त्यसै गरी अब देव मनुष्य लगायतको थुप्रै अब सत्वहरूलाई चाहिँ उहाँले बेला बेलामा के गर्नुहुन्थ्यो अब धर्म प्रवचन दिनुहुन्थ्यो। र त्यस्तै क्रममा चाहिँ एक दिन त्यस्तै खालको ठुलो अब धर्म सभा भयो, त्यहाँ प्रवचन भयो। विशेष गरी त्यहाँ अब बोधिसत्वहरू हुनुहुन्थ्यो, अर्हतहरू, अनागिन्ती रूपमा चाहिँ देव मनुष्यहरू पनि भेला हुनुभएको थियो। र त्यतिखेरको त्यस धर्म शून्य परिषदको अब मूल जस्तो को हुनुहुन्थ्यो भने चाहिँ आर्य मञ्जुश्री हुनुहुन्थ्यो। आर्य मञ्जुश्री त सबैले सुन्नुभएको छ होइन, ज्ञानको देवता मान्छ सबैले। विशेष गरी अब विद्यार्थी भाइ बहिनीले चाहिँ अब यसको लागि के हो बिहान बेलुका प्रार्थना पनि गर्छ। आर्य मञ्जुश्री चाहिँ त्यहाँको मूल परिषदको रूपमा हुनुहुन्थ्यो। र धर्म सुनाइसकेपछि अब सबैजना धर्म सुनिसकेपछि सबै सतहरू आफ्नो आफ्नो ठाउँमा फर्केर जानुभयो। तर मञ्जुश्री चाहिँ त्यही श्रीवास्तवको चाहिँ सर्वास्तवको चाहिँ दक्षिण दिशातिर चाहिँ अब प्राणी हितको लागि भनेर चाहिँ उहाँ चाहिँ दक्षिणतिर लाग्नुभयो। र दक्षिण दिशातिरबाट लाग्दै 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 जाँदाखेरि चाहिँ उहाँ चाहिँ एउटा यस्तो ठाउँमा अब एउटा रमणीय उद्गम स्थल होइन, एउटा रमाइलो अब अथवा एउटा रमणीय उद्गम स्थल भन्ने एउटा गाउँमा एउटा ठाउँमा पुग्यो। र त्यो ठाउँमा चाहिँ अब के थियो भने अनेक अब के हो सालको अब बोटले घेरिएको सालको बोटहरूलेद्वारा चाहिँ अब अलङ्कृत भएको रमाइलो एउटा जङ्गल थियो। र त्यही जङ्गलमा चाहिँ त्यही सालको फेदमुनि बसेर चाहिँ उहाँले प्राणीहरूलाई के गर्दै बस्यो, धर्म सुनाउँदै बस्नुभयो। कसले भन्दाखेरि चाहिँ आर्य मञ्जुश्रीले। र त्यही क्रममा त्यही अब गाउँको वरिपरि सायद हुनुहुन्थ्यो होला त्यही अघि भनेको व्यापारीको छोरा सुधन नाम गरेको व्यापारीको छोरा पनि उहाँ लगायत उहाँ जस्तै अब 500 जना व्यापारीहरू सबै लिएर चाहिँ मञ्जुश्रीको अगाडि आएर चाहिँ उहाँहरू पनि के गर्नुभयो धर्म सुनेर बस्नुभयो। र त्यतिखेर मञ्जुश्रीले चाहिँ विशेष गरी महायान बोधिसत्वयान र विशेष गरी पनि बोधिचित्तको विषयमा चाहिँ उहाँले धर्म प्रवचन गर्नुभएको थियो। त त्यसै क्रममा चाहिँ उहाँले सुधन नाम गरेको जो व्यापारीको छोरा हुनुहुन्थ्यो उहाँले चाहिँ बोधिसत्वको शिक्षाको विषयमा सुनेर उहाँलाई एकदमै खुसी प्रकट भएर चाहिँ उहाँले त्यति नै खेर मञ्जुश्रीको अब प्रवचन सुन्दा सुन्दा के भयो उहाँमा बोधिचित्त उत्पन्न भयो।
बुझ्नुभयो? उहाँले के गर्नुभयो त्यतिखेर नै उहाँकोमा बोधिचित्त उत्पन्न भयो र बोधिचित्त उत्पन्न भएर उहाँ एकदमै खुसी भएर आनन्दित भएर बस्यो र जब मञ्जुश्रीबाट अब जुन प्रवचनको कार्यक्रम सबै समाप्त भइसकेपछि अघि बुद्धको प्रवचन सकेर सबैजना साथौ आफ्नो आफ्नै अब गाउँठाउँमा फर्केर गएको जस्तै त्यतिखेरको त्यो अब ठाउँको पनि मञ्जुश्रीसँग धर्म सुन्न आएको पनि सबैजना के भयो सबैजना फर्केर आफ्नो आफ्नै गाउँठाउँमा फर्केर जानुभयो तर व्यापारीको छोरा पुत्र जो सुधन नाम गरेको व्यक्ति हुनुहुन्थ्यो उहाँ चाहिँ मञ्जुश्रीकै पछि लागेर हिँड्नुभयो। अब मञ्जुश्री त फेरि त्यहाँबाट पनि फेरि दक्षिणतिर लागेर चाहिँ के गर्नुभयो फेरि धर्म सुनाउँदै हिँड्नुभयो तर उहाँ व्यापारीको पुत्र सुधन नाम गरेको व्यक्ति जो हुनुहुन्थ्यो उहाँ चाहिँ बुद्धिचित्त प्राप्त गरिसक्यो त्यसले गर्दा उहाँ चाहिँ मञ्जुश्रीको पछि लागेर उहाँले मञ्जुश्रीको खुट्टामा चाहिँ पाउचरमा चाहिँ के हो ढोक बन्धन गरेर चाहिँ ल आर्य कृपा गरी मलाई तपाईको प्रवचन सुनेर तपाईको जुन बोधिचित्तको विषयको शिक्षाहरू सुनेर र बोधिचित्तको अब उत्पादन गर्ने जुन विधि वादनको कुराहरू सुनेर मेरोमा अनुत्तर समय बोधिचित्त उत्पन्न भयो। म अझै यतिमा मलाई सन्तुष्टि छैन अझै पनि मलाई तपाईसँग के सिक्न चाहन्छु भने अथवा तपाईले मलाई के सिकाइदिनु पर्यो भन्दा चाहिँ अब यो बोधिचित्तको अब अथवा बोधिसत्वको अभ्यास चाहिँ कसरी पूरा गर्न सकिन्छ है यो यसलाई मैले कसरी चाहिँ के हो बोधिसत्वको अभ्यासलाई कसरी मैले सिद्ध गर्ने हैन कसरी सही ढंगले मैले अभ्यास गर्ने कसरी चाहिँ मैले यसलाई पूर्णता गर्न सकिन्छ यसको अभ्यास कसरी गर्ने भन्ने विषयमा मलाई तपाईले के गर्नु पर्यो विस्तृत रूपमा चाहिँ सुनाइदिनु पर्यो भने चाहिँ उहाँले बिन्दी चलाउनु हुन्छ कसलाई मञ्जुश्रीलाई त्यसरी बिन्दी चलाउनु हुँदाखेरि मञ्जुश्रीले के भन्नुहुन्छ उहाँलाई सुधनलाई पुत्र तिमीले यस्तो अनुत्तर बोधिचित्त उत्पाद गर्नु भनेको एकदमै के हो यो हर्ष अनुमोदन गर्नुपर्ने यो एकदमै साधुवादको कुरा हो तसर्थ तिमीले जुन किसिमको बोधिचित्त उत्पादन गर्यो म त्यसमा एकदमै खुसी छु र म पनि खुसी अनुमोदन गर्दै तिमीलाई म साधुवाद भन्छु साधु 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 भनेर चाहिँ उहाँले साधुवाद दिनुभयो सुधनलाई अनि त्यो भनेपछि तर यो बोधिसत्वको अभ्यासको विषयमा जुन विस्तृत रूपमा कुरा तिमीले जान्न अब चाह्यो त्यो पनि एकदमै खुसीको कुरा हो तर यो कुरा चाहिँ मैले तिमीलाई सिकाउन सकिँदैन यो विषयमा सिक्नको लागि तिमीले कल्याण मित्रको धारणा गर्नुपर्छ कल्याण मित्रको आश्रय लिनुपर्छ त्यतिकै सिकेर सिक्छु भन्दाखेरि सक्दैन यो साधारण कुरा होइन यो बोधिचित्त उत्पन्न हुनु त तिम्रो लागि कति ठुलो कुरा हो भनेपछि तर यो बोधिचित्तको अभ्यास गर्ने भनेको साधारण कुराको होइन तसर्थ तिमीले गुरु कल्याण मित्रको धारणा गर्नै पर्छ र गुरुले जस्तो सिकाउँछ तिमीले त्यही अनुसार गर्नुपर्छ भन्ने चाहिँ सल्लाह दिनुहुन्छ र सल्लाह दिने मात्र नभएर उहाँले के भन्नुहुन्छ भने अब यहाँबाट दक्षिण दिशामा तिमी जानु यहाँबाट दक्षिण दिशामा गएर चाहिँ तिमीले एउटा परम सुनारी भन्ने एउटा गाउँ छ यहाँबाट दक्षिण दिशा जानु तिमी दयाबेन नगर त्यहाँ चाहिँ एउटा परम सुनारी नाम गरेको एउटा गाउँ छ त्यो गाउँमा चाहिँ एउटा शुभकष्ट भन्ने एउटा पर्वत छ शुभकष्ट नाम गरेको एउटा पर्वत छ त्यो पर्वतमा चाहिँ एउटा भिक्षु मेघश्री भन्ने भिक्षु बस्नु हुँदैछ तपाई अथवा तिमी चाहिँ पुत्र तिमी त्यहाँ गएर उहाँको सामु गएर चाहिँ तिमीले उहाँलाई बिन्दी चढाउनु मलाई चाहिँ बोधिसत्वको शिक्षाको विषयमा तपाईले विस्तृत रूपमा चाहिँ बताइदिनु पर्यो भनेर तिमीले उहाँलाई बिन्दी गर्नु अनि उहाँले तिमीलाई सिकाइदिनु हुन्छ भनेर चाहिँ मञ्जुश्रीले त्यतातिर पठाउनुहुन्छ र उहाँ मञ्जुश्रीको कुरालाई मानेर चाहिँ उहाँले जानुहुन्छ सुधनले अनि दक्षिणतर्फ जाँदा 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 अब अहिले जस्तो अब सुविधा छैन त्यही बेला हैन अहिले मोबाइलमा हेरेर लोकेसन हेरेर जाने कुरा छैन सोध्दै खोज्दै जाँदाखेरि 7 दिनको बादमा बल्ल 7 दिनमा अब है भोग तीर्थ प्यास इत्यादिको दुःख भोगेर उहाँ जाँदाखेरि चाहिँ बल्ल बल्ल 7 दिनको पछाडि चाहिँ उहाँले त्यो पहाडको फेदमा चाहिँ आनन्दले बसिरहनु भएको एकजना भिक्षु भेट्नुहुन्छ र उहाँ नै पक्कै भिक्षु मेघश्री चाहिँ उहाँ नै हुनुहुन्छ म उहाँकोमा गएर अब बोधिसत्वको विषयमा चाहिँ कुरा सोध्नु पर्यो भनेर चाहिँ उहाँले त्यहाँ जानुहुन्छ र उहाँलाई उहाँको अब पौचरणमा चाहिँ अनि दण्डवत गरेर उहाँलाई भन्नुहुन्छ हे भिक्षु अथवा हे कल्याण मित्र मैले मञ्जुश्रीको सामुबाट बोधिचित्त उत्पन्न गरिसके
मञ्जुश्रीकोबाट प्रवचन सुनेर मैले बोधिचित्त उत्पन्न भइसक्यो, तर पनि म के गर्न चाहन्छु, यो बोधिसत्वको चर्या मैले कसरी अब शिक्षित अथवा कसरी म पारङ्गत गर्नुपर्ने हो त्यसको विषयमा जान्न चाहन्छु। यो बोधिसत्वले चाहिँ अब कसरी चाहिँ अब के हो मैले यसको अभ्यास सम्पन्न गर्ने हो यसको विषयमा जान्न चाहन्छु। यसको अभ्यास कसरी गर्नुपर्ने हो, यसको अभ्यासले मैले कसरी सिद्ध गर्ने, बोधिसत्वको चर्या मैले कसरी सिद्ध गर्ने, कसरी चाहिँ बोधिसत्वको चर्या मैले सम्पन्न गर्नुपर्छ, कसरी चाहिँ मैले बोधिसत्वको अभ्यासमा प्रयत्न गर्नुपर्छ, कसरी परिश्रम गर्नुपर्छ, कसरी मैले यो बोधिसत्वको अभ्यासलाई चाहिँ वृद्धि गर्दै लानुपर्ने हो इत्यादि कुरा फेरि उहाँले सोध्नुभयो। त्यहाँ सोद्धाखेरि उहाँले फेरि मेघश्री भिक्षुले पनि उहाँले के भन्नुभयो, ओहो पुत्र, तिमीले अनुत्तर बोधिचित्त उत्पन्न गर्नु भएको चाहिँ एकदमै के हो, यो अनुमोदन गर्न योग्य कुरा हो, एकदमै खुसीको कुरा हो। यो जस्तो दुर्लभ, यस्तो दुर्लभ बोधिचित्त उत्पन्न गर्नु भनेको एकदमै यो चिन्तामणि प्राप्त गर्नु भन्दा पनि ठुलो कुरा हो। एकदमै राम्रो, म एकदम खुसी लाग्यो। तसर्थ म तिम्रो यो विषयमा साधुवाद भन्न चाहन्छु, साधु 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 भनेर भनेछ। र त्यो भनेर फेरि उहाँले के भन्नुहुन्छ, अघि मञ्जुश्रीले भन्नुभएको जस्तै अब यसको शिक्षा दिन त मैले सक्दैन, म त एउटा साधारण मान्छे हो, एउटा साधारण व्यक्तिले बोधिसत्वको शिक्षा कसरी अभ्यास गर्ने, यसमा कसरी अब पूर्णता गर्ने, कसरी अब प्रयत्न गर्नुपर्छ इत्यादि कुरा मैले सिकाउन सक्दैन। तसर्थ अब फेरि तिमी यहाँबाट के गर्नुपर्छ, यहाँबाट सिधै दक्षिण दिशातिर लाग्नु। त्यो दक्षिण दिशातिर चाहिँ एउटा सागरद्वार भन्ने एउटा ठाउँ पुग्छ होइन। त्यो सागरद्वार भन्ने ठाउँमा चाहिँ एउटा सागर मेघ नाम गरेको एकजना भिक्षु हुनुहुन्छ। उहाँकोमा गएर चाहिँ तपाईँले बिन्ती गर्यो भने पक्कै उहाँले चाहिँ सुनाउनुहुन्छ, सिकाउनुहुन्छ भनेर फेरि उहाँलाई के गर्नुभयो, दक्षिण दिशातिर पठाउनु भयो। त्यसरी जाँदाखेरि उहाँ फेरि त्यही अब सागरद्वार भन्ने गाउँठाउँमा पुगेर फेरि उहाँ अब सागर मेघ नाम गरेको गुरु कल्याणसँग पनि उहाँले भेट भएर आगी जस्तै उहाँले मञ्जुश्री र त्यो श्री मेघ भिक्षु श्री मेघश्रीलाई प्रार्थना गरे जस्तै, ल मैले चाहिँ अनुत्तर के भन्छ अनुत्तर बोधिचित्त प्राप्त गरिसकेको छ, उत्पन्न भइसकेको छ, तर म यो बोधिसत्वको अभ्यास कसरी गर्ने, कसरी यसको चर्या पूरा गर्ने, कसरी यसको अब अभ्यासमा प्रयत्न गर्ने, कोसिस गर्ने, कसरी अब सम्पन्न गर्ने, कसरी अभ्यास पूर्ण गर्ने, कसरी मैले सिद्ध गर्ने इत्यादि कुरा म अझै जान्न चाहन्छु। मलाई तपाईँले यो कुरा चाहिँ विस्तृत रूपमा सिकाइदिनु पर्यो भनेर फेरि उहाँले सागर मेघसँग बिन्ती गर्नुभयो। सागर मेघसँग बिन्ती गरेर फेरि सागर मेघले पनि अघि जस्तै नै तिमीले यस्तो चित्त उत्पन्न गर्यो, एकदम साधुवाद छ, तर मबाट यो हुन सक्दैन। तिमीले फेरि यहाँबाट फेरि के गर्नुपर्छ, यहाँबाट सिधा दक्षिण दिशातिर लाग्नु। दक्षिण दिशातिर लागेपछि तिमीले फेरि यस्तो यस्तो खालको गुरु भेट्छ, त्यहाँ गएर उहाँलाई चाहिँ तिमीले बिन्ती गर्नु, पक्कै उहाँले सिकाउनुहुन्छ भनेर चाहिँ भन्दै सबै गुरुकोमा गएर त्यो सबैले त्यस्तो भन्ने, उहाँको दक्षिण दिशा जानु भन्दा अन्तमा उहाँले के गर्यो, 110 जना गुरुहरूसँग भेटिसक्यो। 110 जना गुरु भेटिसक्दा पनि अझै उहाँलाई के भयो, यो प्रणिधान प्राप्त भएन। र एउटा गुरु यस्तो गुरु थियो, उहाँ गुरु भेट्नको लागि उहाँलाई 12 वर्ष लागेको छ भन्ने कथा छ, कथामा बताएको छ। त्यो चाहिँ 6औं गुरु भन्छ, गुरु अब कल्याण मित्र ताङ्जो भन्छ, ताज्य कथन भन्ने एकजना गुरु हुनुहुन्छ। उहाँ गुरु भेट्नको लागि उहाँलाई कति लाग्यो, 12 वर्ष लाग्यो भन्छ। अब हेर्नुहोस्, अघि नै भाद्राचार्य भन्यो नि, भाद्राचार्य भनेको के हो, कसको चार्य हो, अघि नै भन्यो नि, भूमि प्राप्त सत्वहरूको बुद्धिसत्वहरूको चार्य भन्यो नि। यो कथाले नै उहाँलाई के बताउनु, योले नै के बताउन खोजिरहेको छ भने यो भद्राचार्य भनेको चाहिँ बोधिसत्वकै चार्य नै हो। एउटा साधारण यो मलम मात्र होइन, पाठ मात्र होइन, बुझ्नुभयो। अब हामीले चाहिँ यो एउटा मलम हो, पाठ मात्र हो। अब मरेको ठाउँमा पढ्नुपर्छ होइन, कहाँ गयो भने अब तीर्थतिर पनि पढ्नुपर्छ मात्र सम्झेको छ। तर यो प्रार्थना गरेर कोठामा प्रार्थना गरेर हाजेर प्रार्थना गरेर मात्र होइन। यो यहाँ के बताएको छ भने तपाईँको दैनिक चर्यामा पनि तपाईँको शरीर, तपाईँको वचन र तपाईँको चित्तले नै के गर्नुपर्छ, बोधिचर्याको अभ्यास गर्नुपर्छ भनेर यहाँ सिकाइरहेको छ। तसर्थ हामीले के बुझ्नुपर्छ, यो एउटा मलम मात्र रहेछ, यो चाहिँ घरभित्र ढोका थुनेर बसेर पढ्ने मात्र रहेछ भन्नेको चाहिँ नठान्नु होला। यो भित्र चाहिँ बोधिचर्याको, जसरी अब बोधिचर्या अवतार भन्ने शान्तिदेवले पढाउनु गर्नुभएको छ, रचना गर्नुभएको छ, त्यहाँ बोधिचर्याको विषयमा विस्तृतमा बताएको छ नि, सेम टु सेम त्यस्तै यहीँ पनि बताएको छ। जस्तै अब 37 बोधिचर्या हस्तान्तरण भन्ने एउटा छ नि किताब, 37 लेखकको, त्यहाँ जस्तो बताएको यहाँ पनि यस्तै बताएको छ। तर सिर्फ यहाँ चाहिँ के गर्यो, त्यहाँ चाहिँ उपदेशको रूपमा बताएको छ भने यहाँ चाहिँ एउटा परिणिधानको रूपमा बताएको छ।
बुझ्नुभयो। तसर्थ यो एउटा प्रणिधान भयो भने एउटा यो बोधिचर्याकै अभ्यास नै हो। र अन्तमा उहाँले 110 जना गुरु भेटिसकेपछि अन्तमा गएर उहाँले फेरि कोसँग भेट हुन्छ, जान्दा 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 मैत्री बोधिसत्व मैत्रीसँग भेट हुन्छ। मैत्री बोधिसत्वले फेरि उहाँलाई पठाउँछ, कोसँग पठाउँछ? मञ्जुश्रीसँगै पठाउँछ। उहाँ मञ्जुश्रीसँग फेरि मञ्जुश्रीसँग उहाँ 2 पल्ट भेट भइसकेको हुन्छ र मञ्जुश्रीले उहाँलाई त्यतिखेर के गर्नुहुन्छ अनि बोधिसत्वको यो अब बोधिचित्तको विषयमा छ अथवा बोधिसत्वको अभ्यासको विषयमा दान पारमिता शील पारमिताहरूको चाहिँ तह चाहिँ उहाँलाई के गर्नुपर्छ? छर्लङ्ग देखाइदिनुहुन्छ भन्छ आकाशमा। यस्तो यस्तो ताहा हुन्छ है भनेर चाहिँ छर्लङ्ग देखाउनुहुन्छ र तर पनि उहाँले पनि यो प्रणिधान गरेको हुँदैन। फेरि उहाँले के गर्छ? उहाँलाई अनि बोधिसत्व सामन्त भाद्रगोमा पठाउनुहुन्छ र अन्तिममा सामन्त भाद्रगोमा पुगेर उहाँले म चाहिँ यस्तो यस्तो प्रकार चाहिँ आएको हो भने चाहिँ बल्ल अनि सामन्त भाद्र चाहिँ पनि उहाँलाई साधुवाद गरेर तिमीले यति अब तप चर्या गरेछ, तिमीले अब यति खालको चाहिँ अब बोधिसत्वको चर्या चाहिँ तिमीले अभ्यास गरिसकेछ, तिमीले अब 110 वटा गुरु खोज्नु अथवा एउटा गुरु खोज्नुको लागि नै 12 वर्ष बिताउनु त्यो नै तिम्रो के भयो? भद्राचार्य हो। तसर्थ तिम्रो यो जुन परिश्रम छ त्यसमा म साधुवाद जनाउँदै अब म तिमीलाई यो बोधिसत्वको शिक्षा चाहिँ वाचन गरेर दिँदैछु भनेर चाहिँ त्यतिखेर बल्ल अनि उहाँले सामन्त भाद्र बोधिसत्व सामन्त भाद्र चाहिँ अनि सुधनको शिरमा चाहिँ हात राख्नु भएर चाहिँ अनि उहाँले चाहिँ सरल पाठ गरेर चाहिँ यस्तो यस्तो भनेर ठक्क दिनुभएको हो भन्छ। तसर्थ यो मोलम भनेको चाहिँ एउटा प्रार्थना मात्र नभएर यो एउटा बोधिसत्वको चर्याको रूपमा हो भन्छ। र यो चर्या चाहिँ अब यस्तो खालको अब के भन्छ गुरुहरूको अब खोजीमा होइन यस्तो खालको उहाँले चर्या यस्तो खालको उहाँले दुःख गर्नु भएर दुःख कष्ट गर्नु भएर चाहिँ यो प्राप्त भएको कारणले गर्दा यो चाहिँ अति महत्त्वपूर्ण भाद्राचार्य पनि मानिन्छ। बुझ्नुभयो? त्यही कारणले गर्दा यो भाद्राचार्य चाहिँ अघि भनिहाल्यो नि यो चाहिँ यसको अर्थ नबुझ्यो भने यसको पाठ गर्दा पनि तपाईँलाई पुण्य छ भन्यो नि। यसको पुण्य छ मतलब यो चाहिँ साधारण तरिकाले प्राप्त भएको मोलम प्राणिधान होइन। उहाँले 108 के भन्छ 112 वटा गुरु धारण गर्नुभयो। त्यतिमा पनि अझै 3 वटा त के भयो? 3 जना त को हुनुहुन्छ त्यहाँ? बुद्धको चाहिँ के हो निकटमको अब हृदय पुत्रहरू छ मञ्जुश्री पहिले फर्स्टमा, त्यहाँदेखि पछि अब मैत्रीनाथ भेट्नुभयो, त्यहाँदेखि अन्तिममा गएर सामन्त भाद्र। 3वटा चाहिँ उहाँको अब हृदय पुत्रहरू भई र उहाँहरूको द्वारा पनि एउटा अधिष्ठान प्राप्त भएको र सुधनले पनि त्यत्रो दुःख गरेर होइन एउटा गुरुबाट अर्को गुरु जानु उहाँले यति पनि अब उहाँले बोधिसत्वको शीलको भङ्ग हुने यति पनि काम गरेन। जहाँको पनि मलाई यस्तै भन्छ जहाँको पनि यस्तै भन्छ म छोडिदेऊ भन्ने कुरा नभनिकन उहाँले जुन गुरुले जुन दिशामा जा भनेर उहाँलाई भन्नुभयो त्यो अनुसार ठ्याक्कै उहाँले गुरुको वचन अनुसार जानेर गएर चाहिँ अनि गुरु खोजेर 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 बल्ल बल्ल यो यसरी प्राप्त भएको कारणले गर्दा यो एकदमै के हो अधिष्ठान झिल्ला युक्त भएको अधिष्ठित मोलम भन्छ। तसर्थ यो पाठ गरेर यसको अर्थ बोध गर्नु जरुरत छैन। सक्यो भने त राम्रै हो, सुन्न सुगन्ध भने जस्तै हो, अर्थ पनि बुझ्यो भने त। तर अर्थ नबुझे पनि तपाईँले यदि पाठ गर्नुहुन्छ भने तपाईँले विश्वास गरेर चाहिँ पाठ गर्नुहुन्छ भने तपाईँले बुद्धत्व प्राप्त गर्नेमा चाहिँ कुनै शङ्का छैन भने चाहिँ यो पाठमै श्लोकमा भनेको छ त्यसको विषयमा पछि आइहाल्छ, कुरा बुझिहाल्नुहुन्छ होइन। यो मैले बताएको कुरा होइन, यो चाहिँ यही श्लोकभित्र छ मुनि नै आउँछ। तसर्थ अब हामीले के बुझ्नुपर्छ भने यो प्रणिधान भन्ने कुरा सानोतिनो होइन रहेछ। त्यसमाथि पनि यो भद्राचार्य प्रणिधान भनेको चाहिँ एउटा कोठामा बसेर हात जोडेर बत्ती बालेर धुपबाती गरेर अनि प्रार्थना गरेर आँखा चिम्लेर प्रार्थना गरेर मात्र नभएर एउटा बोधिसत्वको चर्याको यो अभ्यास रहेछ। तसर्थ हामीले पनि यहाँ बताएको अनुसार चाहिँ अब चर्या गर्नुपर्छ भन्ने चाहिँ तपाईँले पनि के गर्नुपर्छ सङ्कल्प लिएर चाहिँ अनि अघि बढ्नुपर्छ। यो अघि बढेर तपाईँले यो प्रार्थना गर्नुभयो र अघि बढ्दै जानुभयो भने एक दिन अवश्य तपाईँले यही पाठमा त गरेर बसे पनि बुद्धत्व प्राप्त गर्न सक्छ, यसमा कुनै शङ्का छैन। र यति भन्दै हामी आजलाई यतिमा राखौँ। अब हामी बिस्तारै बिस्तारै यसको हरेक श्लोकको हामी नेपालीमा जति सक्दो
संक्षिप्तमा छोटकरीमा सरल भाषामा बुझ्ने तरिकाले हामी व्याख्या गर्ने कोसिस गरिरहेको छ। तसर्थ तपाईँले यदि यो एनबिटिभी च्यानलको अब सब्सक्राइब गर्नुभएको छैन भने तपाईँले आजै यो च्यानललाई चाहिँ सब्सक्राइब गरेर राख्नुहोस्, ताकि अर्को हप्तामा यसको अब श्रृङ्खला अपलोड हुने बित्तिकै डाउनलोड हुने बित्तिकै तपाईँको मोबाइल स्क्रिनमा छर्लङ्ग आओस् र तपाईँले यसको विषयमा टक्क बुझ्न सकोस् भन्ने सल्लाह सुझावको साथ आज बिदा हुन्छु। हस्त नमस्ते।